नमस्कार। स्पेशल इन्टेन्सिभ रिभिजन अर्थात् एसआइआरलाई लिएर अहिले कालेबुङमा पनि यो प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको छ। अहिले म टाउन हलको ठिक अगाडि उभिएको छु, जहाँ आज कालेबुङ खण्ड 1 का बिएलओ अनि सुपरभाइजरहरूलाई लिएर एउटा प्रशिक्षण सम्पन्न भएको छ। एसआइआर भारतको 12 वटा राज्य लगायत युनियन टेरिटोरिजहरूमा सम्पन्न भइरहेको छ भनेदेखि 4 तारिकदेखिको 4 नोभेम्बरदेखिको डोर टु डोर बिएलओहरूले घर घरमा आएर यो जुन इनुमिरेसन प्रोसेस छ त्यो स्टार्ट गर्नेछ अनि तपाईहरुलाई इनुमिरेसन फर्म दिनेछ। त्यसैको लागि आज बिएलओहरूलाई लिएर कालेबुङको टाउन हलमा यो गणना फारम पनि दिएको छ भने उनीहरूको भूमिका कस्तो हुन्छ भनेर यहाँनिर अधिकारीहरूले सम्पूर्ण बिएलओहरूलाई जानकारी दिएको छ। यो प्रशिक्षण शिविरमा 129 जना कालेबुङ म्युनिसिपालिटी लगायत खण्डका 129 जना बिएलओ लगायत सुपरभाइजरहरूको उपस्थिति रहेको थियो, जसमा जिल्लापाल, एसडिओ, बिडिओ लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। यो जुन एसआइआर छ त्यसको मुख्य उद्देश्य भनेको मतदाता सूचीलाई अपडेट गर्नु, नयाँ मतदाताको नाम दर्ता गर्नु, दोहोरो अथवा अवैध नाम हटाउनु अथवा इपिकमा जुन सुधार छ त्यसमा ल्याउनु र यो ट्रान्सपरेन्ट बनाउनु रहेको छ। यो कालेबुङमा यो आगामी यो जुन एसआइआर छ त्यसको प्रक्रिया सुरु भइसकेको छ अनि 4 नोभेम्बरदेखिको यस प्रकारको यो जुन फर्म छ यो आज बिएलओहरूलाई दिएको छ। भारत निर्वाचन आयोगको यो गणना फारम हो, म तपाईहरुलाई यहाँ देखाइरहेको छु। यसको प्रक्रिया तपाईहरुलाई बिएलओले बताउनु हुनेछ। यसमा सामान्य रूपमा म देखाइरहेको छु। यो देब्रेपट्टि तपाईको जन्मतिथि लेख्नुपर्ने हुन्छ, आधार नम्बर, मोबाइल नम्बर, पिताको नाम, यो साधारण कुराहरू छ भने यहाँनिर तल्लोमा तपाईहरुले देख्नुहुनेछ पछिल्लो एसआइआर को मतदाता नामावलीमा मतदाताको विवरण। यदि 2002 मा तपाईको नाम छ भने यसमा लेख्नुपर्ने हुन्छ, अथवा 2002 मा तपाईको नभएर आफ्नो पिताको अथवा बाजे बोजूको कसैको नाम छ भनेदेखि यो कलममा लेख्नुपर्ने हुन्छ अनि एउटा फोटो टाँस्नुपर्ने। यो फर्म बिएलओले नै लिएर आउनेछ। यसबारे बिडिओले पनि थप जानकारी दिएका छन्। आज हाम्रो ब्लकको म्युनिसिपालिटीको सब बिएलओलाई लिएर हाम्रो यता मिटिङ थियो। हाम्रो आदरणीय डिएम म्यामदेखि सुरु गरेर एसडिओ साहेब, बाँकी सब अफिसरहरू उपस्थित थियो, बिएलओ, सुपरभाइजर सबजनाले लिएर हामी मिटिङ गरेको छु। तो एसआइआर जो सुरु हुन्छ भोलिदेखि एसआइआरको एक्टिभिटी त्यही लिएर आजको ट्रेनिङ भयो। भोलिदेखि हाम्रो बिएलओहरू हाउस टु हाउस भिजिट गर्छौँ। एनुमरेसन फर्म भनेर एउटा फर्म छ, त्यही फर्म लिएर जान्छु। फर्म लिएर हाउस टु हाउस भिजिट गरेर इलेक्टरको डिटेल्स लिएर सब फर्म फिलअप गरेर ले आउँछौँ। तो ये 1 महिनाको हाम्रो 4 नोभेम्बरदेखि 4 डिसेम्बरसम्म हाम्रो यही एक्टिभिटी चलिहाल्छ। कालेबुङमा यो राज्यमा अहिले विभिन्न ठाउँहरूमा, विभिन्न जिल्लाहरूमा यसको पहिल्यै म्याच म्यापिङ पनि भएको थियो, जसमा कालेबुङमा 65.27% म्याच भएको छ भनेको जिल्ला राज्यभरिमा कालेबुङ जिल्लामा सबैभन्दा धेर यो म्याच भएको छ 2002 को र अहिलेको यो तुलना गर्दा। अनि अहिले आएर यो वैवाहिक विभिन्न ठाउँहरूबाट विवाह भएर गएका महिलाहरू इत्यादिको नामहरू यसमा इन्क्लुड छैन र यो इन्क्लुड भएको खण्डमा यो प्रतिशत अझ बढ्ने हामीलाई अधिकारीहरूले जानकारी गराएका छन्। र यो एसआइआरको यो अहिले तयारी चलिरहेको छ भनेदेखि 4 नोभेम्बरदेखि 1 महिना 4 डिसेम्बरसम्म यो इनुमिरेसन प्रोसेस सुरु हुन्छ अनि त्यसमा यो सकिसकेपछि 9 जनवरीमा एउटा यो ड्राफ्ट बनिन्छ अनि फेरि तपाईहरुको नाम परेको छैन भनेदेखि तपाईहरुलाई मौका दिइन्छ अनि सम्बन्धित जुन डकुमेन्ट्सहरू मागिएको छ त्यो डकुमेन्ट्सहरू तपाईहरुले बुझाउनु पर्ने हुन्छ भने 7 फेब्रुअरीमा फाइनल इलेक्टोरल रोल पब्लिस्ड हुनेछ। यसरी यो कालेबुङमा पनि यो एसआइआरको तयारी सुरु भइसकेको छ अनि 4 तारिकदेखि नै यो इनुमिरेसन प्रक्रिया पनि सुरु हुनेछ अनि बिएलओ तपाईहरुको घर घरमा आएर तपाईहरुको विवरण निकाल्नेछ। यो विभिन्न राजनैतिक बयानबाजीहरू चलिरहेको अवस्था माझ पनि यहाँनिर अहिले एसआइआरको प्रक्रिया सुरु भइसकेको छ।